हाय हेलो गाइज, नमस्ते एन्ड शुभ प्रभात। अहिले चाहिँ बिहानको त्यही 9:30 10 बजिसक्यो होला। हामी चाहिँ गाउँपालिकामा जाँदैछौँ अनि गाउँपालिका र एउटा स्कुलमा चाहिँ काम छ। आज चाहिँ हामी गाइज है गेरुवा गाउँपालिकाको टपमा छौँ है। यहाँदेखि भवनको गाउँपालिकाको भवनको टपमा छ भनेको फेरि गेरुवा गाउँपालिकाको भनेको है। यो सायद यो बर्दियामा सबैभन्दा ठुलो ठुलो बिल्डिङ होला। गेरुवाको होला सायद, मेरो गेरुवामा होला, बर्दियामा होला सायद होला, हुन पनि सक्छ। मान्छेहरू मान्छेको धान घरहरू है। हाम्रो बर्दिया गेरुवामा चाहिँ पातलो बस्ती छ है। यो चाहिँ तपाईँहरूले देखिसक्नुभयो होला है। माथि हामी चाहिँ टपमा छ गाउँपालिकाको। पछाडिको स्कुल श्री पशुपति माध्यमिक विद्यालय है। यो चाहिँ 12सम्म छ केटा हो। यो हाम्रो भ्यू टावर जस्तो पनि हो कि बर्दियामै सबैभन्दा ठुलो भयो भने त एउटा भ्यू टावर पनि त भयो त यो। त्यो पत्रियाको बजार यहाँबाट यस्तो देखिँदैछ हाम्रो ठाउँहरू हेर्दाखेरि आजभोलि यस्तो पुरा तलतिर हाम्रो इन्फ्रास्ट्रक्चर पूर्वाधारहरू रेडीमा छन्। कतै बाटो बनाउनु पर्यो, कतै बालुवा छ, एम्बुलेन्स पनि छ, सबै छन्। तर खै अरू कहाँ चुक्यो हामीहरू। झन्डा छ तर झन्डा अलिकति च्याति जस्तो छ। यो चाहिँ भैरमपुर है। भैरमपुर चाहिँ जाँदैछु, भैरमपुर गाइज है। यो चाहिँ भैरमपुर हामी चाहिँ जाँदैछु गाइज है। साइकलमा हो, गेरुवा टुर है। आज चाहिँ हामी चाहिँ पातरमा काम थियो, काम पनि बन्यो। जोस् सरहरूले एकदम हेल्पफुल सरहरू हुनुहुन्छ। राइटिङ चाहिँ भाइको राम्रो छ मेरो होइन। किनभने दामी राइटिङ, इङ्ग्लिसमा पनि खतरा लेख्छु नि फेरि। ऊ इङ्ग्लिस नसोच्नु केटा है। ऊ चाहिँ हाम्रो साथी ब्रो भने पनि जे भने पनि है। हाई भन्दै ब्रो। हामी चाहिँ छाता ओरेको छ भाइले। यसमा दाइ बहिनी पढाइमा उहाँ चाहिँ अन्टी एउटा काममा चाहिँ एकदम मेहनत गर्नुहुन्छ। यहाँको महिलाहरू स्पेसल है, एकदम मेहनती अनेस्टली भनेको पनि अति नै राम्रो उत्पादन हुन्छ। पहिलेको भन्दा यो सालको धान पनि राम्रो छ। यहाँ बहिनीहरू चाहिँ आफ्नो घरतिर लाग्दैछन्। तपाईँहरू धान देख्न सक्नुहुन्छ कति राम्रो छ है। उताको भन्दा म पारी बढिदिएको भन्दै वारी बढिदिएमा चाहिँ एकदम न गेरुवा भयो राजापुर एरियामा धान चाहिँ अति नै राम्रो छ भाइ। उहाँ चाहिँ छ अरे है। हामी जस्तै आगन्तुकहरू आएपछि यहाँ चाहिँ बस्ने है। 55 वर्षसम्म ए 55 पुग्नुभयो। अब वृद्धावस्था पाउने उमेर चाहिँ कमै रहेछ है। ए 68मा पाउने। अरू के गर्नुहुन्छ? किसानी काम त होला हामी जस्तै है। किसानी काम। ए कतिसम्म जग्गा रोप्नुहुन्छ? जग्गा भन्नाले 1.5 बिघा जति। ए अनि उत्पादन गरेर चाहिँ बेचेर खर्च पानी निकाल्नुहुन्छ? खर्च पानी त्यसैबाट खर्च पानी भयो, खाने पिने त्यसैबाट 1.5 बिघा। हाम्रो यतातिर भैरमपुरतिर त क्षेत्री उ चाहिँ भनौँ कि नोक्सान त धेरै गरेछ हेर्नुहोस्। हजुर होइन अब यहाँबाट त त्यहाँसम्म नदीको छालसम्म त भैरमपुर लाग्यो, उतातिर बनघाट लाग्यो हो कि होइन। अनि त्यसपछि भैरमपुर पनि भनौँ हात्ती भयो, जनावर भयो, अनि त्यो के भन्छ अनि नदी कटान भयो, तटबन्धन चाहिँ जस्तो कि तपाईँहरूलाई होइन घरेलु जो उद्योगहरू हुन्छन् त्यसमा होइन केही सिप तालिमहरू दिएर। हाम्रो यतातिर त घरेलु उद्योग त केही पनि छैन होइन। तपाईँहरूको यस्तो गर्नुपर्छ भनेर गाउँतिर कसै यसो कृषि तालिम दियो कि नै? कृषि तालिम हामी यतातिरको दिएको छैन जुन भनौँ कि। हजुर कृषि तालिम त हाम्रो यतातिर दिएको छैन, नतुरी मान्छे जान्थे। यहाँ हाम्रो अहिले बनखुर्सा एरिया, बनखुर्सा कलभर निर्माण योजना सबै हाम्रो कच्चीहरू गर्छन् यतापट्टि सबै बनखुर्सा एरिया। जहाँ गए पनि हाम्रो नेपालीहरू एउटा हो क्या तराई क्षेत्रमा होइन। सबै नेपालीहरूको एउटा लाइफ स्टाइल, बस्ने स्टाइल सबै एउटै हो क्या। यतापट्टि हेर्नु सबै घरहरू यस्तो माटोले लिपेको घर हामीहरूको यतापट्टि है बर्दिया जिल्लातिर एउटै छ। हाम्रो आय हाम्रो आय स्तर, हामीहरूको सबै लाइफ स्टाइल, लगन सगन सबै एउटै मिल्छ के। मधेसको होस् या होइन सिरा सप्तरी सलाई धनुषा म त जहाँको पो होस्, हामी बर्दिया कैलाली बाँके कन्सुम जहाँको भए पनि एउटै लाइनमा छौँ क्या हामीहरू होइन। यहाँ अब चौधरीहरूको म्याक्सिमम् युज गर्ने माछा मार्नु लागि खोला कतिको मार्नु छ। यो मार्दाखेरि तपाईँलाई खाजा खालको मिल्छ तपाईँको अहिले मिच्नुको लागि मिल्छ, मिल्दैन होइन।
खोला किनारमा घर छ हामीलाई माछाको मात्र घर छ के आय स्रोतको लागि अनि दिदीहरूको बारेमा अनि दिदी अब तिम्रो नाम के हो बोल्नै जान्दैन त बोल्नु जान्दैन ठिक छ तिम्रो नाम के हो बाबु कहाँ पढ्छौ तिमी खैराबाङ वाउ नाइस कतिमा पढ्छौ एकमा पढ्छौ होइन नाइस बेलौती एरिया अहिले हामी लास्ट टाइम अब आन्टीसँग आन्टी तपाईँको हामी बेलौती खान्छौँ है हामी चाहिँ बेलौतीको रुखमा गाइस म जाँदैछु है बेलौती पुरा पाकेर लटर म छ कि यहाँ खाने मान्छे कोही छैन अरे घरमा आन्टीको अनि हामी आएर दुईजना खाने मात्र हो आउनु तपाईँ म बाख्रा सर हेर पुरा जङ्गलमा भेडा चढेर आउनु होइन कति छ नि तपाईँको पुरा भेडाहरू कति हो नि 3 घरको हुन् 3 घरको होइन दिनभरि भेडा चढायो भेडाको फोटो आयो भेडाको फोटो आउँछ धानको फोटो यहाँ माछा मरेको तपाईँ छाता बोकेर हिँडेको सबै आउँछ यहाँ पुरा अहिले हामी यो बनकुर्सा होइन हामी चाहिँ बनकोटसा आएर चाहिँ यहाँ चाहिँ नदी नजिक छौँ केटा है यो मन्दिर तपाईँहरू देख्न सक्नुहुनेछ है यहाँ चाहिँ जङ्गली जनावरहरू बनकोटसामा आएर मान्छेहरूको घरहरूमा आक्रमण गरेको न्युजहरू समाचारहरू तपाईँ हामीले सुनेको छ घरमै बसी तर यहाँको अवस्था वास्तविक अवस्था के कस्तो छ तपाईँहरू देख्न सक्नुहुनेछ यहाँ चाहिँ चारबार लगाएको रहेछ खै तार वायरै छैन यार बिना वायरको पोल चाहिँ रहेछ अनि तार पनि बिचबिचमा बिच होइन पुरा लगभग 1 किलोमिटरसम्म तारै छैन भन्दाखेरि पनि हुन्छ गाइज यो चाहिँ कर्णाली नदी है नदी चाहिँ हामीले नदी नजिक छौँ हामी यो चाहिँ नदी है हामी चाहिँ ढिकमा छौँ अहिले चाहिँ हामी बनकुर्साको अनि यो चाहिँ मन्दिर छेउ नजिकै छौँ फेरि हामी मन्दिर तपाईँहरू देख्नुहुनेछ है शिव मन्दिर तपाईँहरू होइन यो गल्ती कसको हेर्नु यहाँ तारैहरू छैन के तार यो हाम्रो कारणले जनताको कारणले नभएर यसरी लथालिङ्ग भयो कि हाम्रो सम्बन्धित निकायले यो केही ध्यान आकर्षण नगरेर यसरी भयो कि दीर्घकालीन समाधानको लागि चाहिँ सोच्न बाध्य हुनु पर्यो सबैजनाहरू है जो यो एरियालाई रिप्रेजेन्ट गरिराख्नु भएको महानुभावहरू हुनुहुन्छ तपाईँहरूले यो एरियामा चाहिँ दीर्घकालीन है जनावरबाट बस्नको लागि योजनाहरू तयार पार्नु यो हाम्रो भनाइ हो हाम्रो यो गेरुवावासी जनताहरूको गुनासो पनि हो एउटा भनाइ पनि हो एउटा चेतावनी पनि हो हामी यही कुरालाई मध्यनजर राखेर हामी केही मान्छेहरूको चाहिँ भनाइ पनि हामी समेट्न खोजिरहेको छौँ मैले बनकुर्सा दाइको एउटा स्थानीयसँग छु है दाइ तपाईँको जति पनि यो तारबाट पछाडि छ नि यो लथालिङ्ग भएको रहेछ होइन कति महिना जति भयो दाइ भन्नु तपाईँ वर्ष पुग्यो वर्ष पुगेसम्म अहिलेसम्म यो केही पनि मर्मतको लागि कोही पनि मान्छेहरू आएको छैन होइन कहाँ अब अस्ति नआएको थियो मर्मत गर्ने हो भनेर सुनाएको भने कोही पनि मर्मत गर्ने हो भनेर सुनायो तर गयो आएन होइन भोट माग्दाखेरि तपाईँको जनताहरू यसरी आउँदाखेरि या ऊ तारसार गर्छु या गर्छु भनेर तपाईँले एउटा केही यस्तो केही कुराहरू भनेर गएको थियो नि तपाईँहरूले त्यहाँ माथि तटबन्धन गरिदिन्छु अनि मलाई भोट दिनु उसले भन्छ मलाई भोट दिनु भोट त्यो मान्छे जित्यो होइन जित्यो आयो अहिलेसम्म एकचोटि आएको छ तपाईँको के भइरहेछ दाइ भनेर तपाईँले सोध्नु कहिले आइरहेछ तपाईँ गाउँतिर ए छैन भोट मागे जिते गए फर्केर हेरेन सुनिसक्नुभयो अङ्कलले आफ्नो व्यथाहरू नदी छेउमा आएर कर्णाली नदीको छेउमा छौँ हामी अङ्कलले आफ्नो कुरा राखिसक्नुभयो अङ्कलले यहाँको स्थायी बासिन्दा जो भोटका बेला स्थानीय तहको बेला हामीलाई भोट दिनुहोस् हामी बनाइदिन्छौँ तटबन्धन हामी तारबार घेरिदिन्छौँ भन्ने बेला पनि अहिलेसम्म एकचोटि नआएको गुनासो पोखिसक्नुभयो पुरा जनप्रतिनिधि कस्तो छन् भने कानमा तेल हालेर सुतिरहेका छन् कि आज सुतिरहेको अवस्थामा छन् यहाँ नदी छेउको बस्तीहरूलाई क्रासले बाँच्न बाध्य विवश पारिदिएको छ दर्शकबिन हामी चाहिँ बनकुर्सा नदीको किनारामा छौँ अहिले चाहिँ उहाँ चाहिँ यहाँको स्थानीय बासिन्दाहरू चाहिँ नदी छेउको बस्तीहरूमा अङ्कल नमस्कार अनि तपाईँको नाम बुझाउन थारू ए सन्चै हुनुहुन्छ ए अनि नदी छेउमा त एकदम धेरै जोखिम देखे बनकुर्सामा कहिले हात्ती आक्रमण गर्यो धानहरू उब्जाउ गरेको खाइदियो भन्ने कुराहरू सुनिन्छन् गाई गई आज चाहिँ प्रत्यक्ष रूपमा देखे कि तारले घेरेको रहेछ अनि त्यो तारले अहिले चुटेको अवस्थामा फेला पर्यो त्यो अहिले हो कि पहिला नै चुटेको अवस्था हो त्यो त धेरै पहिल्यैदेखि चुडेको हो त्यो तार लगाए पनि नलगाए पनि त्यो हात्तीले करेन्ट तारलाई छुँदैन पोललाई चाहिँ धकलेर चाहिँ पोल ढाल्छ अनि पार गरेर धान बालीहरू मकै यसलाई चाहिँ
समाधान गर्नको लागि के कस्तो गरिदिएको भए हामीलाई बस्नको लागि सहज हुन्थ्यो, हाम्रो बालीहरू राम्रा हुन्थे, हामीले उत्पादन घरमा भित्राउन सक्थ्यो धानहरू। कस्तो लाग्छ तपाईँलाई? कस्तो गरिदिएको भए हुन्थ्यो होला? मलाई त यस्तो लाग्छ कि जुन तार तानेको पोल हो, पोलमा पनि तलसम्म करेन्ट आओस्। आउनु पर्यो, किनकि करेन्ट नभएको उसलाई थाहा भइसकेको छ, करेन्ट छैन यसमा भनेर उसले पोल सिधै ढाल्छ अनि पारी आएर धान बालीहरू पुरै खान्छ अनि घरहरू भत्काउने काम गर्छ। अनि कति पटक त खाएर गइसक्यो, बिउदेखि खाएर अहिलेसम्म कति पटक खाइसक्यो। 1 बिघा खाए पनि सरकारले त्यही 4000 रुपियाँ मात्रै दिन्छ, 1 कट्ठा खाए पनि 4000 दिन्छ। जनतालाई धेरै मारमा परेको छ। अनि नदी बन्न थाल्यो भनेपछि सतर्क हुनु पर्यो। अब यहाँको अब जति भगाउन सकियो, घरैको सम्पत्ति पुरै त कहाँ भगाउन सकिन्छ। हजुर, मेन चिज भनौँ जस्तै कि तपाईँहरू होइन बारी अब तपाईँहरूलाई अब सङ्केत नदिएर आयो मानौँ होइन, त्यति बेला आपतकालीन तपाईँहरूलाई कतै सर्नु पर्यो, कतै जानु पर्यो भनेपछि त्यसको लागि घरको बस्नको लागि घर त्यस्तो केही बनेको छ यहाँतिर? बनेको छैन, अब बन्दैछ भनौँ। बन्दी योजनामा छ ऊ यहाँनिर बनिरहेछ। बनिरहेछ। नमस्कार। सन्चै हुनुहुन्छ? हजुर। नदी छेउमा घर रहेछ तपाईँहरूको है? हात्ती आउने डर पनि देखियो, तार घेरेको, तार लगाएको, तार चाहिँ चुडेको अवस्थामा फेला पर्यो। तपाईँहरूले कतिको डर फैलिरहेको हुन्छ मनमा? डर त हुन्छ त, राति आएर घर फालिदिन्छ त्यो। अब तारबार राम्रो अब कसरी बनाउन सकिन्छ त्यो बारे सरकारले सोधिदिएको भए, यहाँको स्थानीय प्रतिनिधिहरूले पहल गरिदिएको भए हुन्थ्यो जस्तो हुँदैन? कहिले हुन्छ होला नि त्यस्तो त? जनावर आउँथेन त्यो लगाएपछि? जनावर त सानो वालको जाली लगाएपछि त्यति जनावर आउँदैनन्। बेस्ट आइडिया चाहिँ जाली लगाउनु पर्यो, अनि करेन्टवाला पनि वायर पनि लगाउनु पर्यो तपाईँको। त्यो माटोको अलिक माथि गराउने, त्यो माटोमा करेन्ट नछोस्। बाढी बाढीको कतिको जोखिम छ यो? एकदम जोखिम छ। पुरै हाम्रो धान राख्ने बखारी सब बगाइदिन्छ। अनि पानी परेको बेला चाहिँ तपाईँलाई कस्तो फिल हुन्छ भने अब त बाढी आउँछ, हाम्रो भएको चिज सबै सम्पत्ति श्री सम्पत्ति बगाएर लग्छ जस्तो महसुस हुँदैन? दिउँसो त अब देखिन्छ, अब राति आएपछि त बेहोस हुन्छौँ हामी। हामी चाहिँ यहाँ एउटा अङ्कलले सानी काट्न लगाएको हामीले देख्यौँ। उहाँसँग म चाहिँ कुरा गर्न एकदम आतुर छु। अङ्कल नमस्कार। अङ्कलले चाहिँ आफ्नो काम गरिराख्नु भएको छ, सानी काट्दै हुनुहुन्छ। यहाँ चाहिँ व्यस्तता एकदम व्यस्त हुनुहुन्छ है। सानी पनि अब हामीले पनि खाना खान्छौँ, गोरु भैँसीलाई पनि खुवाउनु पर्यो, त्यो चाहिँ एकदम राम्रो। अनि अङ्कल तपाईँको आम्दानीको स्रोतहरू के कस्तो छ? खेती गरेर मात्रै हुन्छ कि आउट पनि कमाइ हुन्छ? अरू नकमाएर कहाँ हुन्छ, खेती गरेर मात्रै। अरू के गर्नुहुन्छ? खेती गर्छन्, छोराहरू बाहिर जान्छ। कुन ठाउँ जानुभयो छोराहरू? छोराहरू चाहिँ खेती रोपेर बाहिर जान्छन् भनिसक्नुभयो अङ्कलले। अङ्कल, अनि यो नदी छेउमा तपाईँहरूको घर रहेछ, तपाईँहरूलाई कति शास्ति छ यहाँ बाढीको अनि जङ्गली जनावरहरूको डर? बढी आउँछन्, आज भोलि 2-4 दिन बाद बनाएको न त जेली आउँछन्, लगाएर रोप्न सकिन्छ, नत्र हात्तीले त मान्दैनन्। हजुर, सन्चै हुनुहुन्छ? आराम बा कि नै? आराम बा। यो कसरी यसको नाम के हो बुन्दै गरेको? ढकिया। ढकिया हो। कति टाइम लाग्छ आन्टी यो बुन्न? टाइम लाग्छ। बसेर आरामसँग बुनिराख्नु भएको छ है। अनि के को धागा प्रयोग गर्नुहुन्छ आन्टी यसमा? जङ्गलमा जङ्गलबाट धागो ल्याएर चाहिँ प्रयोग गर्नु भएको है। हामी चाहिँ पथरियादेखि एक पिरे हुँदै बनकोर्सा आएर बनकोर्साको भिडियो पनि बनायौँ हामीले चाहिँ। अब चाहिँ हामी चाहिँ बिदा माग्दैछौँ गाइज है। यहाँको बारेमा पनि स्थानीयहरूको गुनासोहरू हामीले समेटेको छ। हाम्रा प्रतिनिधित्वहरूले चाहिँ स्थानीय तहहरूले चाहिँ सोधिदिनुपर्छ यहाँको स्थानीयहरूको समस्या के भइरहेको छ, के कस्तो छ। यहाँ चाहिँ नदीको छेउमा रहेछ, माथि तटबन्धन राम्रो भएको छैन अरे, यहाँ चाहिँ जाली हालिदिएको भए पनि हामीलाई राहत फिल हुन्थ्यो। प्रतिनिधिहरूले भोट लगिसकेपछि आउनु पर्दैन, भोटहरू लगिसकेपछि प्रतिनिधिहरू प्लिज है, जो हुनुहुन्छ जसले अहिले जितेर सम्बन्धित ठाउँमा बसिसक्नु भएको छ, तपाईँहरू प्लिज
मेरो रिक्वेस्टलाई स्वीकार्नुहोस् अथवा यो सानो भाइले के भनिदियो के नराम्रो होइन तपाईहरूको फेभरमा कुरा गर्दैछु तपाईहरूले प्लिज यहाँ आएर चाहिँ यिनीहरूको गुनासो सुनिदिनुहोस् नदी छेउको बस्तीमा अनि प्रतिनिधि छोड्दै होइन जुनसुकै गेरुवाको जुनसुकै ठाउँमा तपाईँहरू जानु होइन स्टाफ हुँदैनन् काम हुँदैन यो के यस्तो पाराले हुन्छ नि एउटा सिस्टमले चल्नु पर्यो यो हुँदैन यसरी जनतालाई दुःख दिएर काममा लागिसक्नुभयो जित्नुभयो तपाईँको काम भनेको आउने देख्ने यताउति हेर्ने के भइरहेछ कसो भइरहेछ त्यो गर्ने हो जनताको समस्यालाई चाहिँ समेटिदिनु होला प्लिज है मेरो रिक्वेस्ट छ तपाईहरूले जनतालाई चाहिँ दुखी नबनाइदिनुहोस् नदी छेउको उही पनि तपाईँको व्यक्तिगत पैसा जान्छ भनेपछि होइन त्यो अलग कुरा हो जनताको पैसा सरकारको पैसा आउँछ कता युटिलाइज गर्ने हो त्यो गरिदिनु तपाईँको केही पनि जाँदैन तपाईँले जित्नु भएको छ तपाईँले आफ्नो स्यालेरी पाउनु भएको तपाईँले हामी जस्तो विदेश गएर पैसा कमाउनु परे होइन जे कामको लागि तपाईँले जित्नुभयो त्यो काम गरिदिनु पर्यो गरिदिनु होला है तपाईँहरू एकचोटि आएर नदी छेउको बस्तीहरूमा कहाँ नदी फुट्न लागेको छ आफैले आएर अरूको कानदेखि सुनेर होइन कि कागले कान लग्यो भने कागको पछाडि नदौडिनु होला कान खोज्न लाग्नु होला है तपाईँहरू आएर यो ठाउँको समस्या नदी छेउको जङ्गली जनावर आएर कति आतङ्क मच्चाएको छ कि नै अनि कति नदी फुट्न लागेको छ कि नै बाढीको जोखिम कस्तो छ यो हेरिदिनु होला यति भन्दै आज चाहिँ हामीले आफ्नो कुरा यहीँ राख्यौँ ठिक छ यति भन्दै हामीहरू लभ यु गाइज गेरुवा युथ युनाइटेड पेजलाई सबैले माया प्रेम गरिदिउँ धन्यवाद बाई बाई